ट्रेडिङ एकाउन्ट निकाल्दाखेरि चाहिँ कसरी निकाल्नुपर्छ भने चाहिँ हामीले जहिले पनि चाहिँ ट्रेडिङ एकाउन्टको चाहिँ फर्मेट चाहिँ जान्नुपर्ने हुन्छ। फर्मेट जान्यो भने चाहिँ हामीलाई चाहिँ इक्जामको लागि चाहिँ एकदमै सजिलो हुन्छ है। त्यसको लागि चाहिँ अब सबभन्दा सुरुमा त त्यो सबैलाई थाहा भएको कुरा हो, हामीले स्कुलमा पनि हेर्ने गरेका थियौँ कि ट्रेडिङ एकाउन्ट अनि कम्पनी अथवा कुन वर्षको त्यो चाहिँ हामीले लेख्ने गर्छौँ होइन। त्यसपछि हामीले फर्मेट जसमा चाहिँ पार्टिकुलर अमाउन्ट चाहिँ हुन्छ। हामीले यता जुन चाहिँ डेबिट साइडमा चाहिँ हामीले जहिले पनि के मात्र रेकर्ड गर्छौँ भन्दाखेरि चाहिँ डाइरेक्ट एक्सपेन्सेस मात्र रेकर्ड गर्छौँ है जहिले पनि। डाइरेक्ट एक्सपेन्सेस मात्र डेबिट साइडमा रेकर्ड गर्छौँ भने क्रेडिट साइडमा चाहिँ हामीले चाहिँ जहिले पनि डाइरेक्ट इन्कम मात्र रेकर्ड गर्ने गर्छौँ। यसमा चाहिँ हामीले डाइरेक्ट इन्कम मात्र रेकर्ड गर्छौँ, जसमा चाहिँ सबभन्दा सुरुमा चाहिँ हामीले जहिले पनि ओपनिङ स्टक रेकर्ड गर्छौँ। त्यसपछि पर्चेस, यदि पर्चेसमा चाहिँ पर्चेस रिटर्न आएको छ होइन, पर्चेस रिटर्न आउटवर्ड भएको छ भने चाहिँ हामीले चाहिँ पर्चेसबाट घटाएर चाहिँ त्यो अमाउन्टलाई चाहिँ यहाँ लेख्छौँ है, घटाएको अमाउन्टलाई चाहिँ यहाँ लेख्छौँ लिएर। त्यसपछि चाहिँ क्यारिज इनवर्ड होइन, कस्टम ड्युटी अथवा इम्पोर्ट ड्युटी दिएको छ भने हामीले त्यो यहाँ रेकर्ड गर्छौँ। अनि म्यानुफ्याक्चरिङ एक्सपेन्सेस, फ्याक्ट्री एक्सपेन्सेस है, त्यो दिएको छ भने हामीले यहाँ रेकर्ड गर्छौँ त्यो पनि। अनि टु वेजेस है, यति कुरा याद भयो भने चाहिँ हामीले चाहिँ ट्रेडिङ एकाउन्ट चाहिँ राम्रोसँग निकाल्न सक्छौँ। अनि त्यसै गरी चाहिँ इन्कमको साइडमा चाहिँ हामीले जहिले पनि ध्यान दिनुपर्ने कुराहरू भनेको चाहिँ एउटा सेल्सको आइटम जान्छ होइन इन्कममा, अनि अर्को चाहिँ क्लोजिङ स्टक जुन चाहिँ के हुन्छ एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। त्यो एडिसनल इन्फर्मेसनमा दिएकोलाई मात्र हामीले चाहिँ जहिले पनि कहाँ लेख्छौँ, ट्रेडिङ एकाउन्टमा चाहिँ लेख्ने गर्छौँ। यदि चाहिँ बक्समा दिएको छ भने हामीले चाहिँ त्यसलाई इग्नोर गर्छौँ है। यदि अनि हामी चाहिँ के गर्छौँ, जहिले पनि जुन साइडमा चाहिँ बढी छ त्यसलाई चाहिँ यहाँ टोटलमा लेख्छौँ होइन, जुन साइडमा बढी छ बोथ साइडको टोटलमा लेख्छौँ। यदि चाहिँ इन्कम साइड बढी छ र एक्सपेन्सेस साइड कम छ भने चाहिँ हामीले इन्कम साइडबाट घटाएर चाहिँ इन्कमबाट चाहिँ एक्सपेन्सेस घटाएर चाहिँ जति आउँछ त्यो नै हामी केमा राख्छौँ, त्यो चाहिँ ग्रस प्रफिटमा चाहिँ हामीले रेकर्ड गर्छौँ है। सेम लाइक द्याट अब ग्रस लस निकाल्ने तरिका पनि त्यही हो। यदि चाहिँ जुन साइड बढी छ त्यो साइड पहिला लेख्नुपर्छ हामीले, त्यो साइड लेखेपछि मात्र चाहिँ बोथ साइडमा त्यो लेख्ने। त्यसपछि चाहिँ बल्ल हामीले एक्सपेन्सेसबाट चाहिँ इन्कम घटायो भने चाहिँ त्यहाँ चाहिँ के आउँछ, ग्रस लस आउँछ। त्यसरी चाहिँ हामीले निकाल्न सक्छौँ। अनि यसको लागि चाहिँ हामी अर्को क्वेसन चाहिँ सल्भ गरेर चाहिँ हेर्नेछौँ पछि।